रमिला तामाङ सबैजना सन्चै हुनुहुन्छ होला लाइक कमेन्ट सेयर सबैजनाले सब्सक्राइब गरिदिनु होला यो युट्युब च्यानल मेरो ब्लगमा म एउटा भिडियो बनाइरहेको छु लोसारको लागि मेरो चाहिँ ड्रेस यो हो यो छुरा अनि यो माला यो टोपी यो चाहिँ चोली यो चाहिँ मेरो जामा अनि म चाहिँ आज लोसार जाँदैछु गरेको छैन खासै कपाल मात्र मिलाएर बसेको छु अब मेकअप गरेर जाँदैछु रेडी भएको छु आफ्नै तामाङ ड्रेसहरूमा क्या यस्तो भएको छु एक्साइट छु कहिले युएमा मैले चाहिँ लोसार मनाएको थिएँ होइन आज चाहिँ प्लस हल्का मेकअप लाएर अनि लोसारमा जाँदैछु अब के हुन्छ होला कस्तो हुन्छ अझै होला लोसार जाँदैछु अब म तपाईँहरूलाई देखाउँछु त्यहाँ चाहिँ के हुन्छ भनेर अनि कस्तो चाहिँ लोसार मनाउँदो रहेछ तामाङहरूको यो सबै देखाउने छु मेरो माला चाहिँ यस्तो छ अनि चाहिँ यसरी रेसप लाग्यो खासै राम्रो लागेन आफैलाई कस्तो लाज लागिरहेछ यो तामाङ ड्रेस भन्छौँ म चाहिँ टोपी चाहिँ लाउँदिनँ अहिले चाहिँ यहाँ टक्क टोपी लगाएको छु अनि हातमा चुरा पनि लगाएको छु आज चाहिँ बब्बाल हुने भयो लोसार म चाहिँ ब्लग बनाउन गइरहेको छु सानो छोटो कहिले पनि बनाएको थिएन यसो ट्राई गरौँ पछिलाई हेर्न हुन्छ कि भनेर यस्तो ट्राई मात्र गरेको है टोपी चाहिँ लगाएर जाँदिनँ रुममा राख्छौँ कस्तो चाहिँ हुन्छ म तपाईँलाई बाहिर चाहिँ धेरै घाम छ म चाहिँ जाँदैछु जाँदैछु म चाहिँ बाटो जान्छु अहिले चाहिँ जाँदैछु बाटोमा जाँदैछु पैसा चाहिँ छ कि छैन थाहा छैन 16 किलोमिटर छ जाँदैछु अल्छी लागिसक्यो हिँड्दा कार्यक्रम सुरु भइसक्यो बोलेर चाहिँ अल्छी म चाहिँ बिसबाट नजाने अर्को अनि म चाहिँ बर्थडे भयो आइपुग्यो फर्स्टमा फर्स्टमा ड्रेस लाग्यो कि खासै कस्तो लाग्यो मलाई पनि लाज लागिरहेको छ कहाँ जाऊँ होला म चाहिँ कति पछाडि पछि बर्थडेहरू चाहिँ आएको अनि कस्तो राम्रो फुलहरू पनि कति राम्रो रहेछ दुईटा यसरी भयो 3 जोडी चलाउँदैछु हो खानु यो चाहिँ चोखाको भनेको क्या ममराले जीवन हो सर आउनु नि तपाईँ यहाँ अनि गाडी सबै दुई गइसक्यो सबैले यहाँ पेसर आइसक्यो
आएर पनि टिका सिका लगाएर गरामी सबै हुनेछ। Like